हेलो अनि फाइन म चाहिँ पहाडबाट आएको भर्खरै शङ्कर सभाबाट र मैले दिदीलाई नभनिकन आएको छु। अब दिदी र भान्जा के गर्दो रहेछ हेरौँ है त। दिदी 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 फाइनली चाहिँ दिदी यहाँ दिदी हुनुहुन्छ है। म नभनिकन आएको अनि के गर्दो रहेछ भनेको त टोइलेट पो जान लागेको रहेछ। भान्जा यता छ ऊ हिजो दुईजनालाई सुई हानेको रे एकजना मऱ्यो अरे। मेरो चाहिँ अहिले बोर्ड एक्जाम चलिरहेको छ। भान्जा र म काठमाडौँको चाबेलमा छौँ। यो भिडियो चाहिँ रियल होइन, यो चाहिँ एआईबाट बनाएको हो कि होइन? होइन हेलो गाइज, फाइनली म चाहिँ दिदीको कोठामा आइपुगेको छु। अनि म चाहिँ पहाडबाट आएको भर्खरै शङ्कर सभाबाट र मैले दिदीलाई नभनिकन आएको छु। अब दिदीको कोठा मुनि आइपुगिसक्यो। अब हेरौँ भित्र गएर हेरौँ है त के गर्दै हुँदो रहेछ, कस्तो रियाक्सन गर्दैछ हेरौँ है त। अहिले भन्न चाहिँ भनेको छैन म आउँदैछु भनेर, तर हेरौँ है त के गर्दै रहेछ। दिदी र भान्जा के गर्दो रहेछ हेरौँ है त। दिदी 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 हेलो अनि फाइनली चाहिँ दिदी यहाँ दिदी हुनुहुन्छ है। म नभनिकन आएको अनि के गर्दो रहेछ भनेको त टोइलेट पो जान लागेको रहेछ। भान्जा यता छ ऊ अनि भान्जा चाहिँ यता छ है। मेरो अहिले एक्जाम चलिरहेको छ। भान्जा चाहिँ अलिक डक्टर पढ्दैछ। भान्जा चाहिँ डक्टर पढ्दैछ अरे। हिजो दुईजनालाई सुई हानेको रे एकजना मऱ्यो अरे। मेरो चाहिँ अहिले बोर्ड एक्जाम चलिरहेको छ। अनि भान्जा कसो के छ त खबरहरू? राम्रो छ। अनि मामा नभनिकन आउँदाखेरि कस्तो लाग्यो त रियाक्सन? राम्रो 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 साडा सुडुक हो। अनि भान्जा के छ त अरू? ठिक छ ठिक छ। अनि हाम्रो पूर्वीले सो हेरेर बस्नुहुने दर्शकहरूले के भन्न चाहनुहुन्छ त यो भिडियो हेरेर? हजुर हाम्रो पूर्वी सब्स्क्राइब गरिदिनुहोस्, लाइक गरिदिनुहोस् अनि कमेन्ट पनि गरिदिनुहोस्। ल यो मात्रै हेर्दा भयो? ल ल ल बाई गाइस। म चाहिँ ठ्याक्कै दिदीको कोठामा आइपुगेको। अनि भर्खर दिदी चाहिँ भान्जा पुऱ्याउन जान लागेको रहेछ। अनि नभनेको आएको। अनि भान्जाले चाहिँ दिदी
स्कुल पुऱ्याउन जानु लागिरहेको रहेछ म ठ्याक्कै आइपुग्दाखेरि अनि भान्जा चाहिँ सरप्राइज भयो जे होस् ल बाई बाई ल ल बाई 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 ल एकचोटि बाई बाई भान्जा वेलकम टु पूर्विल सो युट्युब च्यानलमा थ्याङ्क यू भनेको थ्याङ्क यू अनि भान्जा चाहिँ अहिले स्कुल जाँदैछ अनि कस्तो लागिरहेको छ त राम्रो स्कुल जाँदाखेरि अल्छी लाग्छ कि लाग्दैन लाग्दैन स्कुल नजाउँ जस्तो लाग्दैन लाग्दैन अनि भविष्यमा ठुलो भएर चाहिँ के बन्ने इच्छा छ त लक्ष्य के छ त म बिजनेसम्यान अनि भान्सा अब यतिको ह्यान्डसम छ अनि भान्साले चाहिँ प्रपोजहरू कतिको आउँछ त राम्रो राम्रो केटीहरूको आउँदैन मैले सुनेको दिनमा 3 जनाको त प्रपोजै आउँछ भनेर अस्ति मम्मीले भन्दै थियो होइन हेलो गाइस हाम्रो भान्जा चाहिँ ह्यान्डसम छ यदि तपाईँहरू मध्ये कोही प्रपोज गर्न चाहनुहुन्छ भने हाम्रो भान्जालाई प्रपोज गर्न सक्नुहुनेछ सम्पर्क नम्बर चाहिँ पछि दिँदै गर्छु अहिलेलाई चाहिँ भिडियो हेर्दै गर्नु होला अरू भान्जा भाग्यो अनि हाम्रो भिडियो हेरेर बस्ने दर्शकहरूलाई के भन्न चाहनुहुन्छ त के भन्ने इच्छा छ सबैजना सब्सक्राइब लाइक अनि कमेन्ट गरिदिनुहोस् अनि आफ्नो साथीभाइहरू आफ्नो फ्यामिली मेम्बर्सहरूलाई पनि सेयर गरिदिनुहोस् होला हुन्छ गाइस अहिले चाहिँ म काठमाडौँमा छु काठमाडौँको चाबेलमा काठमाडौँको चाबेलमा अनि यो भिडियो चाहिँ एआईबाट बनाएको हो यो चाहिँ रियल भिडियो होइन र त हजुरआमाले च्याङच्याङ टिङटिङ गर्दैछ यहाँ हो हजुरआमाले च्याङच्याङ टिङटिङ गर्दैछ अनि अहिले चाहिँ भान्जा र म काठमाडौँको चाबेलमा छौँ यो भिडियो चाहिँ रियल होइन यो चाहिँ एआईबाट बनाएको हो कि होइन होइन हेलो गाइस यो चाहिँ एआईबाट बनाएको है ल बाई बाई अब भान्जालाई स्कुल पुऱ्याउँछु ल बाई बाई ल बाई बाई